हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै नै छु। अनि आज चाहिँ हामी रमाइलो गर्न हिँडेको खोलामा हिँडेको गाइस आज चाहिँ हैन। अनि आज चाहिँ खोलाको भिडियो आउँछ। हाम्रो चाहिँ परीक्षा थियो, त्यही भएर मैले भिडियो हाल्न पाएन, सरी हैन। त्यही हो, भलक चाहिँ आज निक्ला भन्ने केटाहरूले पर्खिरहेको होला। म चाहिँ टेक खोला हिँडेको, उटो गाउँमा गएर केटाहरूलाई भेटेर बल्ल टेक खोला जाने हो। अनि पछाडि खोला हिँड्दै जाने हो। र आज चाहिँ खत्तम यस्तो रमाइलो गर्ने हो कि छुट्टी हिजो भयो नि त इक्जाम, र त्यसपछि त आनन्द गरिरहेको के लास्ट 8 को लास्ट इक्जाम थियो। त्यही हो, अब खै रिजल्ट कस्तो आउँछ, रिजल्टमा भर अब केटाहरूले चाहिँ पर्खिरह। म चाहिँ छिटो हिँडिरहेको हैन, नाच्दा सास्दा केही हिँडालेन, केटाहरूले त्यो व्यवस्था गर्छु भनिरह। अनि त्यही भएर चाहिँ हिँडेको हैन। कस्तो आउँछ भिडियो यसो हेर्नु पनि हैन, सपोर्ट हानौँ हैन, लाइक हानौँ, सब्सक्राइब हानौँ, कमेन्ट सब दिन के हैन। आज चाहिँ म जोसमा आएँ। हेलो गाइस, हामी चाहिँ केटाहरूसँग भेट हुँदै अलग बनाइन्छ नि, बनान मल रोकेन गरे। हामी चाहिँ हिँडेको है। हामी कतिजना? हामी चाहिँ 5 जना है। एक्टर माछा लिएर आउनु, एक्टर माछा। केटा बाटो थाहा होइन मलाई। ओइ बाटो गिट अफ गरे। तेरो बाजे गीत अफ गर भनेको। गीत फेरि भिडियो त डिलिट हानिदिन्छ नि युट्युबले त। फेरि कहाँ हो छपरी? हाम्रो ग्याङहरू हामी चाहिँ माछा मार्न हिँडेको है। माछा मार्न, माछा खाने भाइ। ऊ त्यो खोलामा जाने हो तल। माछालाई गीत अफ गर भनेको। ल्या सुलिप्प। यहाँ चाहिँ सिङ्गीको गिराउन्ड। तिम्रो नानीले हामी चाहिँ तबला हो क्या। कस्तो क्या कमेन हाउनुमा क्या गाइस है। हामी आइयो हामी आइयो। कसको घर के हो र यो? ए मन्दिर रहेछ त्यहाँ त। ए गान्डु के हो त फेरि? अझै चर्को अझै त्यहाँ चाहिँ फुल छ, अलिकति बेर लग्नु पर्यो। कसैको लागि भन्दा पनि छैन। वाउ एरोप्लेन क्रास। हामी चाहिँ आज खक्का मार्ने भनेर हिँड्ने। मेरो भलकमा कन्टेन्ट दिने यही हो कि एउटा। शैलेश सर चाहिँ गुलेलीसँग हिँड्नु भएको छ। केटा बाटो त कता हो? यो चाहिँ बोरिङ भिडियो होइन, अहिले खोला गाँसी हुन्छ अख्खा भिडियो। यो घर पहिला नि एउटा यस्तै थियो, अहिले नि यस्तै। त्यही फरक भयो। को डिस्ट्रिक्ट डिस्कभर दाइहरूको
होइन चिन्न त दुई भाइलाई चिनिन्छ तर अब हुरिस्टिक भन्दाखेरि हुरे अझै होइन लग्ने हो नि खै जेसँग खान अमिलो नि केसँग खान पर्छ त्यत्तिकै खाने कि भयो अलि उठो भएको त्यही पनि खानेकुरा लगाऊँ भन्ने यहाँ चाहिँ डिस्कभर हुरिस्टिक ड्राइभरको विश्वको सबसे ठुलो पहिरो देखाउँछु है मैले देखाउँछु के कसम यहाँ त पहिरो रन यत्रो ठुलो पहिरो विश्वको ठुलो पहिरो हो यो पुरै जङ्गल गएको क्या पहिरो लास्ट ठुलो हो कि जागेको हुन्छ नि पाइन्छ यत्रो गाउँको परेको कहिले अस्ति बुझिर खेल्दै पानी रहेछ त्यहाँ ओ तल खाने पानी पाइन्छ कि नै फेरि पानी यहाँ पाएर जे तपाईँ खानु त्यही त नि म त्यही भन्न खोजेको कि खास हामीले चाहिँ अब खोलाको दृश्य देख्न सकिन्छ तपाईहरु नि दृश्य हेर्न चाहनुहुन्छ भने मेरो च्यानल सब्स्क्राइब गर्नुहोला अनि मेरो च्यानल पनि सब्स्क्राइब गर्नुहोला शैलेश ब्लग हाम्रो सिङदीको के रे गाउँ उचाल्ने मान्छेहरु हुनुहुन्छ यहाँ नेता हजुर तपाईले मसँग हेन्चेक गर्न चाहन्छु ल हेन्चेक गरेको त केटा हो मलाई त के रे हनुमानलाई समाते जस्तो भयो तर यहाँ त घाँस त हरिपट डाले त एउटा लग्ने र कस्टम भाइ म त आउँछु क्या खोलाको दृश्य हेर्न सक्नुहुन्छ तर फुलको दृश्य हेर्न सक्नुहुन्छ सबैको दृश्य देख्नु तार र अन्य आइन के अब उसकी बोला भोला होइन भोला नबन्ने जाम म टाउको दुखा सुगम भाइ होइन कस्टम भाइ जाममा छिटो टाउको दुखा के चित्लादै भयो के गर् टाउको गाउँको के भन्छ दबाई सिङदी गाउँको चाहिँ खाने किसन दाइ नाइ यार खाने किसन दाइ नाइ ओए फुललाई हान्ने काम नगर्नु रोन ल मेरो मायालुहरूलाई फुलको वर्षा मायालुहरू होइन मायालुलाई के अरू हो न र बहिनीहरू सबैलाई बाघ साथ तर कस्टम बाटो चाहिँ औडी छ कि भेज्जा छ यार रमाइलो तर गर्मी भयो ओए शैलेश चटौटी जाने है एक दिन के मैले म्यासेज गर्छु सब गइदिने हो के ठुलो चटौटी पुगेर आइदिने हो टुरान 13 बजे नै साले आज मात्र म यार तारा आज लास्ट दिन हो के रमाइलो 13 बजे लास्ट दिन ल यहाँ त फेरि म पौडी खेल्ने भनेको सिङदीको कति अरे 17 गते हाम्रो यहाँ सिङदी बल खेलाइ हुन्छ यही चैतको 17 गते सबैजना आइदिनु होला रमाइलो गर्नु होला 4 दिन गेम हुनेछ अनि फर्स्टलाई 5 केजी सेकेन्डलाई 3 केजी थर्डलाई 1 केजी एन्ट्री फी ए को 500 बी को कति रे बी को 300 अनि सी को 100 ए 50 सी को 50 सबै आइदिनु होला अनि
अरू केही भन्न चाहन्न सुविधा चाहिँ सबै हुनेछ खानेपानीको भन्न नि छैन त्यो पैसा दिनुपर्छ शैलेशले राख्छ दिनेशले राख्छ किसानले राख्छ सुगम भाइले पनि राख्लान् तर कसम सिङडीमा चाहिँ यस्तो टिम आउँछ नि सिङडीमा बल खेलाउँदैछ सबैजना आइदिनु होला फेरि म अनुरोध गर्दछु अब अरू त के भन्ने अरे आउनु होला रमाइलो हुन्छ म नि आउँछु मेरो भ्लगमा नि आउनु होला सबै सब्सक्राइब गरौँ होला यहाँ चाहिँ दुईवटा लन्ठुहरू हिँडिरहेको छन् म चाहिँ यता लन्ठु हिँडिरहेको छु हामी सबै लन्ठु ग्रुप भएर हिँडेको गाइस हामी चाहिँ तल के अरे कुलोमा आउनु लाग्यो अब चाहिँ खोलामा आइयो पुग्यो कति मिनट लाग्ला कति मिनट लाग्ला है अब 5-6 मिनट लाग्छ अब हामी चाहिँ कुलोमा आइयो खोला चाहिँ यहीँ तल आइयो ल गाइस कुलोमा आइयो फाइनली कुलोमा चाहिँ आइयो है आहा बाघको बच्चा हाम्रो नेपालको अन्तर्राष्ट्रिय झरनालाई म देखाउँदैछु हाम्रो नेपालको अन्तर्राष्ट्रिय झरना हेर्न चाहनुहुन्छ ल हेर्नुहोस् हेर्नुहोस् वान सिनेमेटिक हामी चाहिँ झरनामा ल ये डेन्जरस ये बाटो डेन्जरस ल कुलोमा चाहिँ कुलो कसको ठाउँमा छ घरमा कुलो घरमा होइन यस्तो ठाउँमा गाउँमा बस्नुको फाइदा यही गाइस खोलामा आयो पौडी खेलो माछा मारो घर चलो बनायो खायो सुतो यहाँ चाहिँ बनाउँदै गरे रहेछन् है यहाँ यस्तो बनाइरहन् यो खोला आयो क्या अब खोला आयो यहाँ चाहिँ यस्तो कुलोमा यो के बनाउनु लाग्नु नि बनाउनु होइन राम्रो हो एकदम पानी खाने पानी हो यो खाने पानी नै होला ओ खाने पानी के हो यो होइन अरे सरी म गल्ती बोलेछु ल गाइस हामी चाहिँ खोलामा अब झऱ्यो अब खोलामा हो केटाहरू चाहिँ खोला आयो नि त त्यही भएर मन्सिरहेको के ल गएर हानिदिने अब भनिरह यहाँ चाहिँ पानी ओए आराम से केटा हो फाइनली खोलामा आइयो केटा हो फाइनली ल खोलामा चाहिँ एन्ट्री भयो हाम्रो खोलामा एन्ट्री हो गया 1 2 3 and go हामी चाहिँ खोलामा ल प्रवेश भइयो निङला छुटेर चाहिँ निङ यति एउटा हो हामी चाहिँ निङलासँग अनि म लोटेको केटाहरू चाहिँ अगाडि गयो ल खोलाको दृश्य अब चाहिँ माछा मार्न सुरु पौडी खेल्न सुरु हो अरू पौडी खेल्न आउनु के रहनु मलाई तर त्यसै रमाइलोको लागि आएको मात्र ल गाइस अहिले त फाइनली केटाहरूसँग चाहिँ भेट्यो अगाडि छ केटाहरू चाहिँ म चाहिँ र हेर्नु न गाइस र डान्डोहरू यहाँ आएर बस्यो आवाज बुझ्दैन मलाई के छ
खै माछा देखाऊ त केटा माछा देखाऊ खै माछा देखाऊ एउटा ठुलो रहेछ के माछा भनेर पाहा चाहिँ ननिकालमै गम्भीर अवस्था ल हामी चाहिँ माछा मार्दै हिँड्दै यहाँ चाहिँ बल्छी हिँडिदिइराखौँ मैले होइन गर्मी भएर र नाङ्गै हो म त अलग्गै जाने लगाऊ यस्तो गर्मी भए केटाहरूले चाहिँ मार्न लाहा तर सकिएन के ल केटा हो छिटो ल प्रयास चाहिँ गरे है केटाहरूले म त नाङ्गै भएको बाबु क्या कर रही हो लास्ट गर्मी भयो क्या केटाहरूले चाहिँ माछा मार्न ला त्यहाँ चाहिँ छारा दिनेश गान्धी चाहिँ त्यहाँ गए हामी चाहिँ पौडी खेल्यो केटाहरूको त्यहाँ खेलिरहेको रमाइलो भइरहेको यत्तिको रमाइलो चाहिएको हो नि त हामीलाई केटाहरू चाहिँ खेलिरहेको होइन हामी चाहिँ पौडी खेलेर भइयो होइन ऊ चाहिँ तल हामी चाहिँ त्यो रहमा पौडी खेलेको थियो मस्त खेल्यो माछा मार्न गयो माछा एउटा नि पाइएन अनि फेरि फर्केर फेरि यो पौडी खेल्यो फेरि डबल खेल्यो अनि अब नास्ता खान आएको केटाहरूले चाहिँ कोहीले भाँडा धोइरहेको केटाहरूले यहाँ चाहिँ हाम्रो कुकिङ ठाउँ त्यही भाँडा माझिरहेको केटाहरूले यहाँ हाम्रो सरले भाँडा मस्काउनु भएको छ पछिको लागि तयारी भविष्यमा काम गर्नको लागि अनि यहाँ चाहिँ कुक गर्दैछन् हाम्रो बाबु सरले हामी दाइ हामी कन्टेन्ट
के त्यसको नाम बम्बई से आया बुवा पुवा पुवा कसरी बनाउँछ नि त चिउराको बुवा चिउरा चाहिँ केटा चाहिँ उता पुगिरहेको त एक्लै बाउ लाएर गएको त के हो हामी चाहिँ खाना लागेकै अब शैलेशको फोन आएर बोलिरह्यो मेरो भाग चाहिँ यहाँ खाइ मेरो भाग छ केटा ल खा ल केटा माथि गङ्गडा खोज्ने जय खोला खाना लागेकै ल अहिले सो गाइस हामी चाहिँ फेरि माथि माछा मार्न गएर फेरि पौडी खेल्न आएर फेरि खेलेर फेरि यहाँ चाहिँ अब हामीले माछा मार्दै गङ्गटाहरू हेर्न मैले देखाइदिन्छु हामीले हेरेँ त माथि होइन यति हो कलेक्सन गङ्गटाको कति चाहियो अनि एउटा यो बिचको पा भनमै कति चाहियो मैले दिन्दा हड्डी यहाँ चाहिँ हाम्रो शैलेश दादाले माछा पकाउँदै पोल्दै अनि यहाँ चाहिँ दिनेश दादाले कट्टु चेन्ज हाल्दै अनि यहाँ फेरि सुगमाले माछाको लेडुका निकाल्दै यहाँ कोही चलिरहेको छन् चल 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 कलेक्सन हो क्या माछाको त होइन माछाको गङ्गटाको माछा छ कि गङ्गटा हो है गङ्गटा कतिवटा 1 2 3 4 5 6 7 8 9 10 11 12 मेरो लोक कुछ बोल्ने लाग्रा थिए हेलो सो गाइस हामी चाहिँ बल्ल खोलाबाट हिँड्ने ओए कति बज्यो ओए सहिले कति बज्यो 5 बज्यो गाइस हामी आएको 11 हो कि 10-11 बजीतिर आएको 5 बजी हिँडेको सब माछाहरू चाहिँ सब खाइयो अब चाहिँ कट्टु कुरा नगर भाइ कट्टु कुरा गर्छ भाइले हामी हिँड्ने केटाहरू चाहिँ अगाडि हिँडिरह म चाहिँ यताबाट आएको अमेजिङ बोलायो यो लड्का फेरि से बोल हामी चाहिँ हिँड्ने मान्छे हिँड्ने अब कालो लाग्ने हो गाइस अब माथि पुग्ने हो कता त्यही हो है चस्मा लिनु है दिन चाहिँ एउटै माथि पुगेपछि चोट ल है ल तर गाइस सपोर्ट हानौँ के अब 70 टिकाको भिडियो नै आउन सक्छ नि त अब हामी छिट्टै 70 टिका जाँदैछौँ त्यतिखेर मोबाइल पाएँ अनि भक्को बनाउँछु मैले अब चाहिँ खोलालाई बाई बाई भन्ने बेला आयो सो गाइस है म चाहिँ दिनेशको घर बसेको रात पऱ्यो नि त त्यही भएर जानु खोजेको थिएँ दिनेशको मम्मीले दिनु भएन त्यो भएर बसेको अनि हामी चाहिँ खानासाना खाएर अब सुत्न लाग्यो दिनेश सर चाहिँ हो ल गाइस म त सुत्दैको ल मलाई त निद लाग्यो आज पौडी खेलेको त मेरो बा जाडो भएर म त खेल्नै सकिनँ के आगो तापेर बसेको ल अब गुड नाइट आजको यो भिडियो चाहिँ यहीँ हानौँ होइन घर चाहिँ अब गाली खाइन्छ फोन त गर्न आएको थियो सब कुरा मिलाइयो त्यही हो ल गाइस सपोर्ट हानौँ होइन सब्सक्राइब हानौँ त्यही हो गाइस बाई बाई